हजुरहरू सन्चै हुनुहुन्छ। म पनि सन्चै छु। आज चाहिँ म मकै भाँच्न जाँदैछु। हाम्रो चाहिँ मकै पाकिसकेको छ। त्यो भएर म चाहिँ बारीमा पुगिसकेको छु भन्दा नि पुग्न लागेँ। अब चाहिँ म बारीमा पुगेँ। म मकै भाँच्न पनि थालेँ बारीमा पुगेर। हाम्रो मकै चाहिँ अलिअलि हरियो देखेको पनि पाकिसकेको छ। त्यही भएर हामीले भाँचेको छौँ। म चाहिँ भाँच्दैछु एक एकवटा गरेर। म चाहिँ मकै हजुरहरूतिर मकै कस्तो भयो पाकेन। हामीले चाहिँ लगभग आधी जति मकै भ्याइसक्यौँ। आधी चाहिँ सक्नु भयो अनि मकै भाँच्यौँ पनि छौँ। म चाहिँ मकै लिएर घर जाँदैछु। उँधो बोलाउँदै हुनुहुन्छ तर पनि म मेरो भ्लगलाई चाहिँ कन्टिन्यू गरिरहेको छु।